गाइजहरू आज म यो धनियाँ लाउन गइरहेको छु होइन। धनियाँलाई अलिअलि टुक्रा टुक्रा पारेर सकेसम्म होइन पानीमा फिजाइदिरहेको छु। अनि भोलि बिहान चाहिँ यसलाई टक्क गमलामा रोपिदिने हो। हिजो यो फिजाएर राखेको धनियाँको बिउलाई चाहिँ अब माथि लाँदैछु रोप्नलाई। सो अब यो धनियाँलाई रोप्नलाई चाहिँ कुन चाहिँ गमलामा रोपौँ भन्ने सोचिरहेको छु मैले होइन। तर मैले चाहिँ अब यो लामो लामो टाइपको यो छ नि यो गमलाहरू, यसमा चाहिँ लाउँछु। सो रोप्न अगाडि चाहिँ नि अब यिनलाई निकालेर यहाँभित्र माटोहरू त अलरेडी नै भरिराखेकै छन् होइन। यसो अलिकति गोडमेल गरेर रेडी पार्छु है त। मैले यो दुईवटा मात्रै निकालेँ होइन, दुईवटामा इनफ हुन्छ जस्तो लाग्छ मलाई। बाँकी दुईवटा चाहिँ अब यतिकै रहन्छ यसलाई। यहाँभित्र चाहिँ नि माटो अलरेडी छ, पोहोर परार मैले फुलहरू रोपेको माटोहरू हो नि होइन। यसलाई अलिअलि अब गोडमेल गरिदिनुपर्छ। अनि यो चाहिँ मेरो दुईवटा टुल हो गाइज होइन, गार्डनिङ गर्ने टुल। यो चाहिँ एउटा खुर्पी हो होइन, अनि यो चाहिँ अब खै के भन्नुहुन्छ होला, यो चाहिँ ठ्याक्कै गोडमेल गर्नलाई चाहिँ काम लाग्छ कि मलाई होइन। सजिलो हुन्छ कि यसले प्लान्टको कुना कुनामा यसरी भित्रभित्र काम गर्नलाई एकदम सजिलो हुन्छ यसले। सो अब हाम्रो यो माटो चाहिँ रेडी भइसकेको छ होइन गोडमेल गरेर। माटो चाहिँ जहिले पनि जुनसुकै फुल अथवा बोट बिरुवा रोप्नलाई कस्तो गर्नुपर्छ भने गमलामा होइन, माटो चाहिँ एकदम वेल ट्रेनिङ हुनुपर्छ गाइज होइन, ताकि पानी चाहिँ नजमोस् भनेर। त्यो चाहिँ कसरी चेक गर्ने भने माटोलाई मुठीमा मजाले बेसरी कस्ने होइन, अनि खोल्नु क्या। खोलेपछि यदि ढिक्का पर्दैन भने चाहिँ माटो तपाईँको राम्रो छ क्या। हेर्नुहोस् त कति बोर माटो छ, खोल्ने बित्तिकै सबै टुक्रिन्छ। यस्तै माटो हुनुपर्छ है गाइज। अब हामी के गर्छौँ भने होइन, यो गमलाहरूबाट थोरै थोरै चाहिँ माटो झिक्छौँ होइन। त्यो किन भन्दाखेरि अहिले यसमा बिउ हालिसकेर माथिबाट फेरि माटोले छोप्नुपर्छ भनेर क्या है। त्यही भएर अलिअलि चाहिँ सबैबाट लगभग 1 इन्ची जति माटो हामी दुइटै गमलाबाट झिकेर राख्छौँ। यसरी लगभग 1 इन्ची जति माटो हामीले झिक्यौँ है दुइटै गमलाबाट। यो चाहिँ पछि अब यसमा सिड यसरी छरिसकेर अनि माथिबाट फेरि अलिअलि पुरिदिन्छौँ क्या माटो। यो गमलाको माटोहरू हाम्रो पोहोर परार सालकै भएर चाहिँ के छ भने यसमा न्युट्रियन्ट्सहरू चाहिँ एकदम कमी भएको छ होइन। यसमा भएको न्युट्रियन्ट्सहरू यस अघि लगाएको यसमा मैले डायन्थस लगाएको थिएँ होइन, त्यो प्लान्ट्सले चाहिँ सबै न्युट्रियन्ट्स खाइसकेको हुन्छ होइन। त्यही भएर यसमा अलिअलि केही तपाईँहरूसँग कम्पोस्ट छ भने अलिअलि चाहिँ कम्पोस्ट मिसाइदिए हुन्छ। जस्तो कि मैले यो बाँकी रहेको अलिकति भर्मी कम्पोस्ट छ मेरो होइन, यसमा एक मुठी दुइटैमा यसरी मिक्स गरिदिन्छौँ होइन। यसरी गरेर यसलाई मिक्स गरिदिने ताकि न्युट्रियन्ट्स पाओस् हाम्रो यसपछिको बिरुवाले। अब गमलाको माटो रेडी भइसकेपछि हामी यसमा वाटरिङ गर्छौँ होइन सुरुमा। अब यसमा मजाले पानी सुरुमा हालिदिने होइन। अनि यो माटो वेल ड्रेनिङ छ कि छैन कसरी थाहा हुन्छ भने पानी हाल्न बित्तिकै विदिन अ मिनटमा यो सबै पानी तल जान्छ क्या। त्यसले चाहिँ थाहा हुन्छ हाम्रो माटो राम्रो बनिएको छ कि छैन। हेर्नु है, हेर्नुहोस् त पानी सबै सुकिसक्यो नि होइन। यहाँ हेर्नु, यहाँ पनि भर्खर हालेँ होइन, सबै पानी एकैछिनमा सुक्छ क्या। त्यसले चाहिँ थाहा हुन्छ हाम्रो माटो राम्रो भएको छ कि छैन। फर्स्ट टाइम पानी हाल्दाखेरि जहिले पनि होइन तलबाट पानी निस्किने गरी चाहिँ हालिदिनुपर्छ ताकि सबै मजाले भिजोस् है। मैले अर्को 1 जग पनि पानी हाल्दैछु, दुइटैमा दुई जग मैले पानी हालिदिएँ है। हेर्नु है कति चाँडो पानी तल जान्छ क्या। हेर्नु है यसरी पानी हालिसकेपछि तलबाट निस्किन्छ होइन। त्यो निस्किएपछि चाहिँ हाम्रो माटो चाहिँ एकदम रेडी हुन्छ बिरुवा लाउनको लागि। यसमा हामीले सिड लाउन गइरहेको छौँ, त्यसको लागि चाहिँ अब रेडी भयो हाम्रो यो हामीले सिड राति हिजो ओभरनाइट चाहिँ यसलाई भिजाएर राखेको थियौँ होइन। यसलाई चाहिँ अब केही कुराले छानेर चाहिँ पानी चाहिँ अलग गरिदिनुपर्छ सिडको, अनि त्यसपछि रोप्नुपर्छ है। यसरी अब सिडलाई छानिसकेपछि हामी थोरै थोरै हातमा लिएर होइन सबैतिर अलिअलि सबैतिर मिलाएर छरिदिनुपर्छ, एकै ठाउँमा धेरै नपरोस् होइन। सबैतिर बराबर हुने गरी यसरी हामीले सिडहरू छरिदिन्छौँ दुइटै गमलामा। हेर्नु है यसरी अब सिडहरू छरिसकेर चाहिँ अब अघि जुन हामीले माटो निकालेको थियौँ नि त्यो माटोले चाहिँ सबै सिडहरूलाई चाहिँ यसरी अलिअलि पुरिदिन्छौँ हामीले। हेर्नु है सबैलाई छोपिदिन्छौँ हामीले।
एउटालाई हामीले छोपिसकेका छौँ होइन। अब अर्कोलाई पनि त्यसै गरी माटोले अघि निकालेको माटोले चाहिँ यसरी हामी छोपिदिन्छौँ। दुईटै गमलालाई यसरी माटोले छोपिसकेपछि बिउहरूलाई अलिअलि हातले थोरै माटोलाई चाहिँ थिचिदिन्छौँ होइन। सो द्याट यसमा कुनै पनि सिड र माटोको बिचमा कुनै पनि एयर पकेटहरू नरहोस् है, अनि माटोको कन्ट्याक्टमा चाहिँ राम्ररी बसोस् हाम्रो सिड भनेर दुईटैलाई चाहिँ यसरी अलिअलि थोरै बिस्तारै है, धेरै बेसरी पनि होइन, अलिअलि चाहिँ थिचिदिन्छौँ हामी। ल हेर्नु है गाइस, अब रेडी भयो हाम्रो होइन। यसपछि चाहिँ हामी फेरि एकचोटि वाटरिङ गर्छौँ होइन। तर वाटरिङ अब यसले गर्ने हो भने एकदम बिस्तारै गर्नुपर्छ, किनभने हाम्रो सिडहरू बग्न सक्छ। त्यही भएर म चाहिँ अहिले चाहिँ मसँग स्प्रेयर भएको हुनाले स्प्रेयरको युज गर्छु है। सो मैले चाहिँ यस्तो स्प्रेयरको हेल्पले होइन पानी यसमा छर्दिन गइरहेको छु, सो द्याट सिडहरू चाहिँ नबग्योस् भनेर होइन। यस्तरी हेर्नु बिस्तारै होइन। यसरी अब पानी हालिसकेर चाहिँ यसलाई चाहिँ म चाहिँ अब अलिकति पार्सियल सेडमा चाहिँ राखिदिन्छु होइन। किनभने अब हामी काठमाडौँ बस्दैनौँ, भोलि फर्किन्छौँ होला होइन। त्यही भएर पानी चाहिँ पुरै नसुकोस् र प्लान्टहरू नमरोस् भनेर यसलाई चाहिँ बिहानको 1-2 घन्टा मात्रै घाम आउने ठाउँमा उतापट्टि लगेर राखिदिन्छु। तपाईँहरूले त यसलाई चाहिँ फुल डे सन आउने ठाउँमा राखे पनि हुन्छ है गाइज। अनि माथिको लेयरको माटोको पानी सुक्यो भने पानी गरिदिँदै गरे हुन्छ है। सो यस्तै गाइज मैले यहाँ राखिदिएको छु होइन। यहाँ चाहिँ बिहानको 1-2 घन्टा जस्तो घाम आउँछ होइन, अनि बाँकी पुरै दिन चाहिँ सेड रहन्छ, सो द्याट पानी चाँडो नसुकोस् भनेर है गाइज। अब यो लगाएको चाहिँ लगभग 5-7 दिनमा यहाँबाट बिरुवाहरू निस्किन्छ र 20-25 दिनमा चाहिँ यो हार्भेस्टिङको लागि रेडी हुन्छ क्या।